Hi everyone, welcome back to my YouTube channel. आज चाहिँ हामी छौँ पन्जाबको अमृतसरमा अनि अब आज हामी चाहिँ जाँदैछौँ कता कता घुम्नलाई। मैले चाहिँ मुख पनि धोएको छैन अनि हिजो ढिलो सुतेको थियो अनि फोनमा चाहिँ स्पेसै छैन, त्यो चाहिँ भिडियोहरू एडिट गरेर सुतेको अनि ढिलो सुतेको थियो अनि कस्तो मुख पनि धोएको छैन, फ्रेस पनि भएको छैन, भर्खर उठेको। अनि अब हामी जान्छौँ, एकछिनमा रेडी भएपछि जाने हो। हामी चाहिँ रेडी भइसक्यो, अब हामी जानु लागेको बाहिर। के भन्छ र त्यसको नाम? वाघा बोर्डर। वाघा बोर्डर चाहिँ अनि पाकिस्तान र इन्डियाको बोर्डर होइन। रेडी भइसक्यौँ, चाहिँ जाँदैछौँ अहिले बाटोमा हो। गर्मी छ बाहिर यो ए हामी चाहिँ आज ठाउँमा रोक्दै हेर्दै हिँड्ने हो अनि एउटा क्याब बुक गरेको थियो अनि हामी चाहिँ एउटा मन्दिरमा झरेर हिँड्दैछौँ अहिले भित्र। हामी आयो दुर्गेम माता दुर्गेम मन्दिर आज हामी छिर्यो भित्र है। पानी फोटो त त्यस्तै हो। फेरि हामी अर्को ठाउँमा आइसक्यो, हामीले टिकट चाहिँ आज टिकट काट्यो कन्सर्ट जानेमा भित्रको कन्सर्ट होइन टिकट कन्सर्ट यस्तो देखाएन नि फेरि गाडी चढ्नै पाउनु। कति धेरै टिकट महँगो रहेछ यहाँ त। हामी आयो अहिले किल्ला गोविन्दगढ अनि हामी अस्तिको जस्तो सोहरू देखाउने रहेछ अनि त्यही टिकट देखाउँदै सो हेर्दै नि गऱ्यो यार। नहीं थैंक यू धन्यवाद। अब हामी जाने माथि यहाँ कहाँ जाने? पगडी म्युजियम। अब हामी फेरि अर्को ठाउँमा जाँदैछौँ। अर्को ठाउँ त होइन कि फेरि हामी टिकटको अर्को के सो हेर्दै जान्छौँ। अहिलेको गेम चाहिँ सबसे बेस्ट लाग्यो होइन? गेम होइन सो राम्रो लाग्यो। अघि कस्तो हामी गएको ठाउँमा यो हो। नामै भिया लाहोरे रे, तिमी लाहोरे हो। हामी चाहिँ भात खान जाँदैछौँ। अहिलेसम्म के थाहा छैन, 3 बज्न आइसक्यो। हामी चाहिँ अब भात खान लाग्यो। यहाँ रोटी आउनै छ लच्छा पराठा हामीले चाहिँ आयो खाना। लेग खान्छौ? टिका लगाएको त कस्तो नरम रहेछ है? टिका लगाएको त कस्तो नरम रहेछ।
हातले हाल्नु चम्चा खानु सुरु भयो नि हामी चाहिँ लन्च गरेर निस्क्यौँ बाहिर अनि अहिले चाहिँ जाँदैछौँ अर्को ठाउँमा मेरो चाहिँ आँखा कस्तो बटारिरहेछ कस्तो भइरहन्छ राति ढिलो सुतेर होला अनि 2-3 बजिसकेको थियो म सुत्ने बेला चाहिँ त्यही भएर होला हामी चाहिँ आयो अहिले इन्डिया र चाइनाको बोर्डरमा यहाँ चाहिँ यति चेकिङ गर्नुहुँदैछ भित्र जानुलाई यस्तो गरी भयो नि त त्यही डढ्यो होला आज त त्यो मान्छेसँग मलाई यहाँ भनेको अस्ति कम्प्लिट त भन्दा त्यहाँ भन्दै मैले तिमीलाई बोलाएको हामी चाहिँ आयो अहिले फाइनल्ली लोकेसनमा इन्डिया र पाकिस्तानको बोर्डरमा अनि यहाँ चाहिँ इन्डिया र पाकिस्तानी चाहिँ ड्रिल खेल्छ अरे अनि त्यही हेर्न आएको हामी खास गरी अनि यहाँ चाहिँ यति धेरै मान्छे हुँदो रहेछ यो सबै भएको चाहिँ इन्डियनहरू हो अनि यहाँ चाहिँ मान्छेहरू अझै आउँदैछन् अनि यो त अलि थोरै मात्र भनौँ अनि अझै भरि नै छ मान्छेहरू अनि कति धेरै भएको थियो मान्छे लास्टमा त जताततै प्याक थियो
दर्शन ध्यान दें ब्रिटिश स्वागत एक बार पुनः स्वागत है सरकार मंत्री सिया आज की शानदार परेड के गार्ड बन रहे हैं मुख्य आरक्षक पवन कुमार हामी चाहिँ बल्ल फर्क्यौँ अनि यति नै रहेको छ आजको ब्लग चाहिँ अनि हामी चाहिँ आएर फेरि गोल्डन टेम्पल हेर्न गयो अनि मेरो चाहिँ स्टोरेज फुल भएर भिडियो गर्न पनि पाएन यत्तिकै बन्द भयो अनि मेरो चार्ज पनि सकेको थियो अनि लाइट पनि आएको थिएन हिजो पानी परेर अनि त्यही हो आजको ब्लग चाहिँ रहेको छ अनि यति भन्दै आजको ब्लग चाहिँ म यहीँसम्म गर्न चाहेँ।